पार्टीको संसदीय दलको नेताको हैसियतमा उहाँले विशेष सम्बोधनको लागि समय दिनुभएको छ। तर मैले बुझेसम्म मलाई रोस्टम प्रयोग गर्ने र विशेष समय दिने कुरा संसदीय दलको नेताको हैसियत भन्दा पनि पूर्व प्रधानमन्त्री समेतको हैसियतमा हो भन्ने मैले बुझेको छु। यसको लागि पनि म सम्माननीय सभामुखज्यूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। लामो समय मैले सदनमा उपस्थित हुन सकिनँ। केही समय स्वास्थ्यमा आएको सामान्य समस्याको कारण, केही समय विदेश भ्रमणको कारण र यहाँबाट प्रकाशित सूचनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आउने दिनमा त्यस्तो हुने छैन। म यो सम्मानित सदनमा त्यो कुरालाई आत्मसात गर्न चाहन्छु। अब मैले यहाँ धेरै लामो वक्तव्य दिने उद्देश्यले त आएको छैन, तर फेरि पनि अहिले देशमा घटिरहेका घटनाक्रमहरू र यहाँ सदनमा चलिरहेका बहसहरू, यो सबैको सन्दर्भमा केही कुरा मैले गम्भीर ध्यानाकर्षण गर्न आवश्यक ठानेर पनि म यहाँ केही कुरा भन्नको लागि उपस्थित भएको छु। सम्मान्य सभामुख महोदय, यस सन्दर्भमा सबै मान्य सदस्यहरूले राखे जस्तै म पनि सुनसरीको कप्तानगञ्जमा बोलबमको धार्मिक यात्राका सन्दर्भमा उत्पन्न विवाद चर्किएर जो दुःखद घटनासम्म पुग्यो र त्यसले कतै ठुलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ। यस सन्दर्भमा त्यहाँ मृतकप्रति ओम प्रकाश मेहताप्रति म पनि श्रद्धा व्यक्त गर्न चाहन्छु। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो, के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो या थिएन, समस्या समाधानका अन्य उपायहरू र विकल्पहरूमा के कति पहल गरियो या गरिएन लगायतका सबै विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपिल गर्न चाहन्छु। अहिले देशको समग्र राजनीतिक परिस्थिति त्यति सहज चाहिँ छैन। हामीले सदनमा पक्कै पनि तर्क वितर्क गरेका छौँ, आफ्ना मतहरू अगाडि राखेका छौँ, यो राम्रो कुरा हो। तर गत निर्वाचनमा जे भनेर हामी सहभागी भयौँ, निर्वाचनमा जे जसरी जनताले आफ्नो अभिमत प्रकट गरे, यस बीचका सरकारका क्रियाकलापले जनताको त्यो अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन। बरु दिन प्रतिदिन परिस्थिति अझ असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ। म यो सुनसरी घटनाप्रति के कुरामा सम्मानित सदन र यो सदन मार्फत आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु भने हामी नेपाली जनताको ऐतिहासिक विरासत या परम्परा भनेको सामाजिक सद्भाव कायम राख्नु, राष्ट्रिय एकताप्रति सम्पूर्ण रूपले समर्पित भएर लागिरहनु र अप्ठ्यारो परिस्थिति आयो भने संवाद र सहकार्य मार्फत जस्तो सुकै ठुलो द्वन्द्वको स्थितिलाई पनि समाधानतिर लैजाने हाम्रो ऐतिहासिक परम्परा र संस्कृति रहेको छ। अहिले सुनसरी, मोरङ लगायत अन्यत्र पनि जे परिस्थिति देखा परेको छ, म आम नेपाली जनतालाई पनि अपिल गर्न चाहन्छु, हाम्रो त्यो गौरवशाली परम्परालाई स्मरण गर्दै यस खालका समस्या जो देखा पर्न खोजेका छन् तिनको पनि संवाद र सहकार्यको माध्यमबाट समाधान गर्ने र आम जनताको एकताको माध्यमबाट त्यसभित्र घुसपेट गर्न खोज्ने र परिस्थितिलाई अझ असहज बनाउन खोज्ने
प्रवृत्ति, विचार र शक्तिलाई परास्त गर्न एकजुट हुन अपिल पनि गर्न चाहन्छु। हिजो मात्रै ढिलै गरी भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट त्यसका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभयो। हामी सबैले उहाँलाई र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि धन्यवाद भन्यौँ। तर साथसाथै हामीले चिन्ता पनि व्यक्त गर्यौँ। यस खालको असहज परिस्थितिमा सबभन्दा बढी नेतृत्वदायी भूमिका खेल्नुपर्ने संविधान त, कानुन त र व्यवहार त पनि प्रधानमन्त्रीले नै हुन्थ्यो। तर यस खालका संवेदनशील र महत्त्वपूर्ण बैठकहरूमा प्रधानमन्त्रीको अनुपस्थिति र गृहमन्त्रीको पनि अनुपस्थिति हामी सबैको निम्ति चिन्ताको विषय हो भनेर सबै बाँकी राजनीतिक दलहरूले व्यक्त पनि गर्नुभयो। मैले पनि प्रधानमन्त्रीको अनुपस्थिति, गृहमन्त्रीले रिपोर्ट गर्नुपर्ने र त्यसमाथि छलफल हुनुपर्ने ठाउँमा गृहमन्त्रीको पनि अनुपस्थिति चिन्ताको विषय हो भनेर पनि हामीले भन्यौँ। तैपनि हिजो पार्टीको तर्फबाट, सरकारको नेतृत्व गर्ने पार्टीको तर्फबाट जो पहल भयो त्यसलाई हामीले सकारात्मक रूपमा लियौँ र हामी सबैले पनि सामाजिक सद्भाव कायम गर्ने नेपाली इतिहासको गौरवशाली परम्परालाई फेरि अगाडि बढाउनको निम्ति अपिल पनि सामूहिक रूपले गर्यौँ। त्यति बेला मैले भनेको थिएँ, हामीले खास गरिकन देशमा निकै ठुलो गृहयुद्ध, निकै ठुलो द्वन्द्व हामीले जसलाई जनयुद्धको रूपमा परिभाषित गर्यौँ, त्यसलाई शान्ति प्रक्रियामा ल्याउने क्रममा पनि हामीले संवाद र सहकार्यलाई नै अन्तिम उपायको रूपमा लियौँ, प्रयोग गर्यौँ र त्यसबाट एउटा ऐतिहासिक उदाहरण हामीले देशमा मात्रै होइन विश्वको अगाडि पनि प्रस्तुत गर्यौँ, जसलाई विश्वले पनि त्यसलाई राम्रोसँग आत्मसात गर्यो र हामी सबै नेपालीको निम्ति एउटा गौरव, हाम्रो शान्ति प्रक्रिया एउटा सफल शान्ति प्रक्रियाको रूपमा, एउटा परिवर्तनकारी शक्तिको रूपमा स्थापित भएको छ। हामी सबैले त्यसमा गौरव गरेका छौँ। त्यसपछिका घटनाक्रमहरूमा पनि जति जति बेला देशमा या गम्भीर प्रकृतिका राजनैतिक समस्याहरू, गाँठोहरू पर्छन्, त्यसलाई फुकाउनको लागि हामीले संवाद र सहकार्य, के सत्तापक्ष के प्रतिपक्ष, हामीले जहिले पनि संवाद सहकार्य मार्फत ती गाँठोहरू फुकाउन, देशलाई निकास दिनको लागि पहल गरेका छौँ। म आज यस सम्मानित सदनमा सभामुख महोदय त्यो पनि स्मरण गराउन चाहन्छु। चाहे संविधान बनाउने बेलामा देखा परेका सङ्कटहरू हुन्, हामीले सहकार्य र संवादकै माध्यमबाट त्यसको समाधान गर्यौँ। राजनीतिक सङ्कट जति बेला तराई, मधेस, पहाड, हिमालमा कतै चर्को द्वन्द्वको स्थिति सिर्जना हुने हो कि भन्ने अवस्था थियो, त्यति बेला पनि म दोस्रो पटक नेपाल सरकारको प्रधानमन्त्रीको हैसियतले मधेसका जनताका उचित मागहरू र चिन्ताहरूलाई सम्बोधन गर्न पटक पटक संविधान संशोधनका प्रस्तावहरू सदनमा प्रस्तुत गरेर मधेसी जनताको विश्वास नजितेको भए सायद संविधान निर्माणको प्रक्रिया धेरै अगाडि नबढ्न पनि सक्थ्यो र अहिले यस सम्मानित सदनमा राष्ट्रिय स्वतन्त्र पार्टी 2/3 झन्डै नजिकको बहुमत पाउने अवस्था नआउन पनि सक्थ्यो। तपाईहरु यहाँ जुन जुन जाति, भाषा, धर्म, समुदाय, सम्प्रदायको प्रतिनिधित्व यहाँ छ, यो प्रतिनिधित्व नहुन पनि सक्थ्यो। म खाली यो कुरालाई तपाईहरु सबैको ध्यानाकर्षण मात्रै गराउन चाहन्छु। हामी सबैलाई थाहा छ, नेपालमा निकै ठुलो भूकम्प गयो र त्यो भयानक भूकम्पको बेलामा सौभाग्य भनौं म प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा थिएँ। त्यति बेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। निकै चर्को संविधान बन्ला कि नबन्ला भन्ने चिन्ता एकातिर देशभरि व्याप्त थियो आम जनतामा भने, अर्कोतिर त्यो महा विनाशकारी भूकम्प कारण भएको ठुलो धनजनको क्षतिको चिन्ता र पीडा पनि नेपाली जनतामा थियो र राजनीतिक नेतृत्व तहबाट कुनै
विशेष पहलको अपेक्षा नेपाल राष्ट्र र नेपाली जनताले गरेका थिए। त्यति बेला मैले त्यति बेलाको सम्मानित सदनको रोस्टममा उभिएर प्रधानमन्त्रीलाई भनेको थिएँ, तपाईँ सत्तापक्ष र प्रधानमन्त्री हुनुहुन्छ, म प्रतिपक्षी दलको नेता छु। आजबाट मैले प्रतिपक्षी दलको नेताको हैसियतमा होइन, यो राष्ट्रका अगाडि देखा परेका गम्भीर सङ्कट र समस्या समाधानको निम्ति तपाईँको सरकारको सहयोगीको रूपमा भूमिका खेल्नेछु भनेर भनेपछि नै संविधान निर्माणको प्रक्रियाले नै गति लियो। भूकम्पबाट पीडित जनतालाई राहत, उद्धार र पुनर्स्थापना गर्ने कामले पनि गति लियो। सायद तपाईँहरूमध्ये कैयौँलाई सम्झना होला, जानकारी होला, तपाईँहरूले नोट पनि गर्नुभएको होला। प्रधानमन्त्री सुशील कोइराला र प्रतिपक्षी दलको नेता म स्वयं एउटै वाहनमा हामी धेरै ठाउँ घुमेका छौँ र जनताको पीडामा मलमपट्टि लगाउने त्यति बेला हामीले सकेको कोसिस गरेका छौँ। त्यसै गरी निकै ठुल्ठुला बाढी पहिरोबाट क्षति, धनजनको ठुलो क्षति भएको बेलामा पनि हामीले अझ भन्नुहुन्छ भने मैले त्यति बेला यो परिवर्तनको एउटा वाहकको हैसियतले, शान्ति प्रक्रियाको एउटा हस्ताक्षरकर्ताको हैसियतले, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको एउटा नेतृत्वकर्ताको हैसियतले मैले नै पहल गरेर त्यस खालको अवस्थामा पनि राष्ट्रिय एकता सुदृढ गर्ने, संवाद र सहकार्यको माध्यमबाट अगाडि आउने पहल गऱ्यौँ र त्यसले सकारात्मक उदाहरण पनि प्रस्तुत गर्यो। सभामुख महोदय, अहिले पनि देशको राजनीति सहज भएको छैन। मैले यो कुरा यहाँ भन्नै पर्छ, राजनीति सहज भइसकेको छैन। जनताको अपेक्षा थियो, एउटा भाष्य बन्यो, नयाँ र पुरानाको भाष्य। म त्यसमा अहिले बढी जान चाहन्न। जे भए पनि नेपाली जनताले एउटा आशा र अपेक्षाको साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमत प्रदान गर्यो। सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, आर्थिक विकास र समृद्धिको पक्षमा एकपछि अर्को काम हुँदै जाला भन्ने आशा अपेक्षाबाट विगतमा भएका व्यथिति र अराजकता, जसलाई मैले त्यति बेला पनि भन्ने गरेको थिएँ, व्यथिति र अराजकताको जिम्मेवारी राजनीतिक नेतृत्वले लिनुपर्ने हुन्छ। भएका राम्रो कामको जस पनि लिनुपर्ने हुन्छ, नराम्रो कामको अपजस पनि लिनुपर्छ भनिएकै थियो। सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको यात्रामा हामी अगाडि बढ्दै थियौँ। अहिले जनताको अपेक्षा अनुसार काम नभएको भन्ने कुरा जताकतै सुन्न थालिएको छ। मैले यही रोस्टमबाट पहिलोचोटि भन्दा सरकारलाई केही सुझाव, केही टिप्पणी र केही सामान्य आलोचनाको रूपमा मात्रै कुराहरू राखेको थिएँ र मेरो अपेक्षा थियो आउने दिनमा सरकार एकपछि अर्को गम्भीर र जिम्मेवार पूर्ण कदम चालेर नेपाली जनताको आशा अपेक्षा पूरा गर्न अगाडि आउनेछ। तर यसबीचका क्रियाकलाप त्यस प्रकारका रहेनन्। बडो गम्भीर ढङ्गले म भन्न चाहन्छु, त्यस खालका रहेनन्। बरु एकपछि अर्को नकारात्मक उदाहरणहरू बन्दै गए। चाहे त्यो सुकुम्बासी प्रकरणको कुरा होस्, चाहे त्यो ट्रेड युनियनसँग सम्बन्धित अधिकारको कुरा होस्, चाहे त्यो विद्यार्थीसँग सम्बन्धित कुरा होस्, चाहे नेपालको भौगोलिक सिमानासँग सम्बन्धित कुरा होस्। म लामो व्याख्यामा जान खोजिराखेको छैन। सिमानाको कुरा होस्, राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित सबभन्दा संवेदनशील प्रश्नको बारेको कुराहरू हुन्, या लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजस्व सङ्कलन, बजारको विकास लगायतका कुरा हुन्, चाहे कर प्रणालीसँग सम्बन्धित कुरा हुन्, जनता झनपछि झन झस्केको जस्तो सरकारले राम्रो गर्ला भनेको त फेरि अझ कतिपय बेला त तपाईँहरूले भन्ने गरेको पुरानाहरूभन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त भएको छ। म अझै पनि चिन्ताको साथ भन्दैछु, मान्य सदस्यहरू,
यस खालका कुराहरू पनि देखिएका छन्। अनि संविधान संशोधनको कुरा, लोकतन्त्र सुदृढीकरणको कुरामा जसरी सरकार प्रस्तुत भयो त्यसले कहीँ कतै यो संविधान जो हजारौंको बलिदानबाट र धेरै ठुलो त्याग र तपस्याबाट, लामो सङ्घर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्र सहितको संविधानलाई पुनर्लेखनै गर्न खोजिएको त होइन, या संविधानलाई कुनै न कुनै रूपले अझ पछि कमजोर पार्ने उद्देश्यद्वारा अगाडि बढेको त होइन भन्ने प्रश्न पनि आम जनतामा अहिले देखा पर्दै गएको छ। त्यसै गरी लोकतन्त्रको मामिलामा सरकारका काम कारबाहीहरूले कतै निरङ्कुशतातिर जाने त होइन भन्ने चिन्ता पनि व्यक्त भएको छ। तपाईँ हामी अहिले हेर्यो भने चाहे तराई मधेसमा हेरौँ या माइती घर मण्डलामा दिनदिनै जस्तो विभिन्न रूपमा, कहिले लघुवित्तको नाममा, कहिले दलितहरूको नाममा, कहिले के समुदायको नाममा हुने